ज्यू, विभिन्न विद्यालयबाट पालिनु भएका गुरुवर्गहरू, मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रहरू र उपस्थित सम्पूर्णमा म महिना बारे माध्यमिक विद्यालयकी छात्रा रोशनी तामाङ र महिना बारे माध्यमिक विद्यालयको सिङ्गो तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजले टाउटी डबजोङ गाउँपालिकाद्वारा आयोजना गरिएको माध्यमिक तह 9-12 को वक्तृत्व कला प्रतियोगितामा मेरा केही भनाइहरू राख्नका लागि सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा म आयोजक टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, आज म यस गरिमय सभाबाट नेपालको वर्तमान राजनीतिको ज्वलन्त विषय सङ्घीय प्रणाली हाम्रो अपेक्षा र यथार्थ भन्ने शीर्षकमा आफ्ना भनाइहरू राख्नका लागि सभाध्यक्षको अनुमति लिन चाहन्छु। सभाध्यक्ष महोदय, कुनै पनि व्यवस्था साध्य होइन, एउटा नागरिकको जीवन स्तर सुधार गर्ने साधन मात्र हो। जसोकौसम्म केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्नका लागि हामीले सङ्घीयताको बाटो रोज्यौँ। अब हामी सम्पूर्णले जान्न जरुरी छ कि सङ्घीयता भनेको के हो, हामीले योबाट कस्तो अपेक्षा गरेका थियौँ र यसको यथार्थ अहिले कस्तो रहेको छ। सङ्घीयता भनेको एक त्यस्तो शासन प्रणाली हो जसले देशका कुनै राज्यहरूलाई सङ्घका रूपमा अङ्गीकार गरी तिनीहरूलाई एउटै सङ्घमा आबद्ध गराएर राष्ट्रिय भावना जीवन्त तुल्याउने र अखण्डता र अछुरता जोगाइराख्ने कार्य प्रक्रियाले जनाउँछ। नेपालमा विक्रम सम्वत 2065 साल जेठ 15 गते सङ्घीयताको घोषणा भएको थियो भने विक्रम सम्वत 2072 को संविधानबाट लागू भएको देखिन्छ। सभाध्यक्ष महोदय, हामीले सङ्घीयताको अपेक्षा गर्दा आफ्नो गाउँ आफै बनाऊ, हुने खानेको मात्र होइन, हुँदा खाने र हुने खाने सबैको राज्य भन्ने सोचेका थियौँ। सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नाराका साथ जब सङ्घीयताको नेपालमा सङ्घोष भयो तब हामी सम्पूर्ण नेपाली गाउँमा एउटा सुन्दर सपना पलाएको थियो। त्यो सपना थियो विश्वासको, न्यायको र समावेशिताको। हामीले अपेक्षा गरेका थियौँ टाढाको देवताभन्दा नजिकको भूत नै पाएर हाम्रो साना समस्याहरू सुनाउनका लागि, कानुनी कारबाहीहरू गर्नका लागि हामी केन्द्र धाउनु पर्दैन र हाम्रो स्थानीय सरकारले हाम्रो समस्या बुझ्नेछ र हाम्रो आँसु बुझ्नेछ। यस्तै भनाइमा मलाई बिपी कोइरालाको एक महत्त्वपूर्ण भनाइको स्मरण भयो। उहाँले भन्नुभएको थियो, विकासको अर्थ केही थान महलहरू मात्र बनाउनु होइन, व्यक्तिको जीवन स्तर सुधार्नु हो। हामीले पनि सङ्घीयताप्रति ठ्याक्कै यही अपेक्षा गरेका थियौँ सभाध्यक्ष महोदय। तर आजको यथार्थ हेर्दा कता हात्ती आयो फुस्स भएको जस्तो देखिन्छ। अधिकार त गाउँ गाउँमा पुगे, तर अधिकार छ भ्रष्टाचार र विचिति पनि। जनताले अपेक्षा गरेको सुशासन आकाशको फल आँखातरी मर जस्तै भएको छ। अझ प्रदेश र सङ्घ क्षेत्र अधिकारभित्रको विवाद देख्दा त दुई रागा बिचको जुधाइ र बाछोको मिचाइ भएको जस्तै देखिन्छ। केन्द्रले अधिकार दिन नमान्ने र स्थानीय तहले कार्य गर्न नजान्ने स्थितिले गर्दा विकासको गति कक्षाको गतिमा चलिरहेको छ। विकासको यथार्थ निकै विडम्बनापूर्ण रहेको छ। असारे झरीमा बजेट सिर्जनाका लागि गरेको पिच देख्दा पालुवामा पानी हाले चाहिँ भइरहेको छ। सभाध्यक्ष महोदय, मैले यसरी भनिरहँदा सङ्घीयताका सबै पाटाहरू काला छन् भन्न खोजिएकै होइन। सङ्घीयताले गर्दा दुर्गम क्षेत्रमा सडक बाटो पुगेको छ। स्थानीय स्तरमै न्याय समितिले न्याय प्रदान गरिरहेको छ। एक सुनौलो अवसर जनताले आफ्ना जनप्रतिनिधिहरू समक्ष आफ्नो कमजोरी र समस्याहरू सुनाउन पाइरहेको छ। सभाध्यक्ष महोदय, हामीले सङ्घीयताको कुरा गरिरहँदा एक असल र नयाँ पुस्ता जेन्जी पुस्ताको उदयलाई बिर्सन सक्दैनौँ। यो पुस्ताको अहिलेको लहर आन्दोलनले के सन्देश दिएको छ भने यदि सङ्घीयताले सुशासन दिन सक्दैन भने त्यसले आफ्नो सान्दर्भिकता गुमाउनेछ। यो पुस्ता एक त्यस्तो पुस्ता हो जसले कानुनको दुरुपयोग गर्नेलाई प्रश्नको काठगडामा उभ्याएको छ, चाहे त्यो भ्रष्टाचार विरुद्धको आन्दोलन होस् या असल नेतृत्वको खोजी। सभाध्यक्ष महोदय, यो पुस्ता एक त्यस्तो पुस्ता हो जसले अब जसको शक्ति उसको भक्ति भन्ने दिनलाई बाई गर्दै बिदा गरेको छ। अन्त्यमा म निष्कर्षमा भन्न चाहन्छु, सङ्घीयता एक नराम्रो पद्धति होइन, यसले चलाउने हातहरू सफा हुन जरुरी छ। रात गए अग्रात पलाउँछ भन्छन्, यस्ता समस्याहरूको समयमा नै समाधान गरेन भने यो व्यवस्था नै धरापमा पर्न सक्छ। त्यसकारण अब जसको शक्ति उसको भक्ति होइन, जसको समस्या उसको समाधान भन्ने मर्मका साथ हामी अघि बढ्नुपर्छ र जब मात्र सङ्घीयता केवल लिनु नकलुको भारबाट मुक्त हुनेछ र समृद्ध नेपालको आदर्शलाई भन्ने छ भने म मेरो यहीँ अन्त्य गर्दछु। धन्यवाद। जय नेपाल, जय सङ्घीयता।